हेलो साथीहरु, वेलकम बैक अगेन दिस भिडियो। आई एम नरेन्द्र सुनारी, वाचिङ माई चैनल एन्ड जस्ट टेक्निकल। साथीहरु, आजको यस भिडियोमा फेरि पनि तपाईहरुलाई स्वागत गर्छु। साथीहरु, म विशेष आज एउटा नयाँ मोबाइल टिप्स एन्ड ट्रिक्स सम्बन्धी एउटा सेटिङको रिलेटिभ भिडियो मैले ल्याएर आएको छु। यो विशेष रहेको छ हाम्रो मोबाइलको डिस्प्लेमा हामीले चाहिँ एउटा देख्न सक्नुहुन्छ यहाँनिर 3 बटनहरु हुन्छ हैन। तपाईहरुको मोबाइलमा 3 बटन होला। मेरो अहिले म भिभो युजर भएको कारणले मसँग भिभोको मोबाइल छ। त्यसमा चाहिँ यहाँनिर तलपट्टि 3 वटा बटनहरु हुन्छ साथीहरु। एउटा ब्याक बटन हुन्छ हैन, एउटा रिसेन्ट बटन हुन्छ, एउटा चाहिँ होम बटन हुन्छ। यो बटनहरुको हामीले सेटिङ गर्न सक्छौं साथीहरु। यसलाई आफ्नो आवश्यकता अनुसार जस्तो पनि गराउन सक्छौं। अहिले जो चलिरहेको छ स्वाइप गरेपछि यो चाहिँ गेस्चर नेभिगेसन, जो गेस्चर बटन राख्ने जो चलन छ हैन, त्यो चाहिँ कसरी राख्ने भन्ने कुरा म तपाईहरुलाई बताउन गइरहेको छु हैन। तपाईहरुले अगर चाहनुहुन्छ भने राख्न सक्नुहुन्छ। त्यसको लागि आउनुस् म मेरो मोबाइल स्क्रिन शेयर गरेर तपाईहरुलाई देखाउन चाहन्छु। देख्न सक्नुहुन्छ अहिले मेरोमा गेस्चर नेभिगेसन छ। अब यसलाई मैले बटनवाला सिस्टम गराउन गइरहेको छु साथीहरु, किनभने मलाई त्यो राम्रो लागेन। या त मैले चेन्ज गर्ने, सधैं एउटै चलाएर पनि भएन, मैले चाहिँ चेन्ज गर्न चाहे। त्यसको लागि आउनुस् म 2 वटा तरिकाले यसलाई चाहिँ हामीले सेटिङ गर्न सकिन्छ। एउटा चाहिँ रहेको छ सेटिङमा गएर, सेटिङमा गइसकेपछि तलपट्टि आएपछि एउटा सिस्टम भन्ने अप्सन छ मसँग। त्यो सिस्टम भन्ने अप्सन छ। तपाईहरुको मोबाइलमा अलग-अलग ब्रान्डको मोबाइलमा अलग-अलग ठाउँमा होला हैन। मेरो चाहिँ भिभोको मोबाइल भएको कारणले गर्दाखेरि सिस्टममा छ। माथि सबैभन्दा माथिपट्टि लेखेको छ सिस्टम नेभिगेसन भन्ने। यसमा गएर अब मेरो अहिले गेस्चर नेभिगेसन थियो। अब मैले यसलाई 3 बटन नेभिगेसनमा मैले डाइभर्ट गर्न चाहे, किनभने मलाई त्यसरी गरेन। मैले 3 वटा बटनमा मैले यसरी टिक लगाइदिएपछि यहाँनिर तपाईको बटनको अप्सनहरु देख्न सक्नुहुन्छ। यसमा तपाईले हैन राइट साइडमा लेफ्ट साइडमा आफ्नो ब्याक स्पेसलाई कुन साइडतिर राख्ने तपाईको कम्फर्टेबलको हिसाबले तपाईले राख्न सक्नुहुन्छ। अब यहाँनिर 2 वटा अप्सनहरु दिएको छ, हेर्न सक्नुहुन्छ साथीहरु। एउटा यो साइडबाट राइट साइडबाट, एउटा लेफ्ट साइडबाट। यसरी चाहिँ तपाईले चुज गरेर अब मेरो यहाँ ब्याक बटन आइसक्यो। देख्न सक्नुहुन्छ साथीहरु, मेरोमा एक्टिभ भइसक्यो। अब मेरो यहाँबाट ब्याक बटन पनि हुन्छ। अब यस्तै गरी हामीले अर्को तरिकाले कसरी निकाल्न सक्छौं भन्दाखेरि सिधै मोबाइलहरु अलग-अलग ब्रान्डको मोबाइलमा अलग-अलग ठाउँमा हुन्छ। त्यो तपाईलाई मेरो अहिले भिभोको भएको कारणले मैले तपाईलाई भिभोबाट देखाइरहेको छु भने तपाईहरुको कुनै पनि ओप्पो सो हुनुहुन्छ हैन, अरु कुनै स्यामसङ जो पनि मोबाइल हुन्छ, त्यसमा तपाईले कसरी निकाल्ने भन्ने कुरा हुन्छ। त्यसको लागि तपाईले सिधै सेटिङमा जानुहोस् हैन। म सिधा डाइरेक्टली सेटिङमा गएँ। यहाँबाट सेटिङमा गएपछि माथि एउटा सर्च बटन छ। त्यो सर्च बटनलाई हामीले क्लिक गर्यौं भने यहाँनिर नेभिगेसन मात्र लेखिदिनु भयो भने पनि, नेभिगेसन मात्र लेखिदिनु भयो भने माथिबाट सिस्टम नेभिगेसन भन्ने अप्सन आइहाल्यो। यसलाई मैले क्लिक गरे भने अनि यहाँनिर ब्लिङ्क गरिरहेको छ। यसमा मैले थिचे भने त्यो अप्सनमा हामी पुगिसक्यौं। अब यहाँबाट हामीले चाहिँ फेरि गेस्चर नेभिगेसन 3 बटन नेभिगेसनमा हामीले गर्न सक्छौं। यसरी चाहिँ हामीले यो स्मार्ट जो गेस्चर नेभिगेसन छ त्यो ब्याक बटन हाइड गरेर हामीले चाहिँ स्वाइप गरेर मोबाइललाई चलाउने जो ट्रेन्ड चलिरहेको छ त्यो हामी जान सक्छौं। साथीहरु, यसरी चाहिँ हामी तपाईहरुले सेटिङ गर्न सक्नुहुन्छ। एउटा सर्च गरेर, एउटा सेटिङबाट गएर त्यो अप्सनलाई खोजेर त्यही हिसाबले गर्न सक्नुहुन्छ। आई होप साथीहरु तपाईलाई यो भिडियो कस्तो लाग्यो। यदि तपाईलाई यो भिडियो राम्रो लागेको छ भने भिडियोलाई सक्दो शेयर गरिदिनु होला अनि भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। नमस्कार।